धुवा उडाउँदैछन् केटाहरूले। हेलो एन्ड नमस्ते सबैजनालाई हैन। हामी चाहिँ अब इभिनिङ राइड हिँड्न लागेको यहाँदेखि तानसिन बजारसम्म हैन। लेट्स सी के हुन्छ। केटा देख्न सक्छौ तिमीहरू पछाडि हाम्रो भटभटे रेडी हुँदैछ हैन। साथीले यहाँ गोप्रो पनि मिलाउँदैछन्। सो ल लेट्स सी अब भ्लगमा भेट्न पर्छ गाइस। Ready to ride guys. केटाहरूको चलपल छ है गाइस, हेरौँ है। केटाहरूको चलपलै बेग्लै छ है गाइस। ल हेर्नु है तपाईँहरूले। केटाहरूको पारै बेग्लै छ होइन दाइ? खतरा हो खतरा केटाहरूको। केटाहरू फर्ममा पुग्ले भाइ, फर्ममा हो। ल ल ल ल ल यसको बाइक जियोस् दामी छ होइन। बच्चा बच्चीहरूले यस्तो हाउभाउ दिँदैछन् केटा हो। अब यस्तै छ। अब क्रस फायर सबैको ड्रिम्स भन्दा हुन्छ होइन। सबलाई मन नपर्ने कुनैलाई पनि छैन क्रस फायर, केटाहरूको जस्तो भए पनि। धुवा उडाउँदैछन् केटाहरूले खतरा। यो पुग्ले भाइलाई सही सुहाउँछ क्या नि यो बाइक होइन। ट्राफिक पनि दामी थियो। यसलाई यो मान्छेलाई सुहाउँछ पनि बबाल के। केटाहरूको चलपल माथि चलपल छ गाइस। यी मनिष दाइको बेनाजी बाइक यहाँ रहेछ। पुग्ले भाइ मिसफायर हाल्नु पऱ्यो क्या। मिसफायर बाल हुन्न। त्यो सडकतिर हो। ओहो यस्तो भिडभाड छ है गाइस। अब भोलि न्यु इयरको लागि होला भिडभाड बढिरहेको छ। पुग्ले भाइ फेरि गायबै भयो। आएको छैन पछाडि। ल ल ल खोइ त पुग्ले भाइ सडकतिर गएछ क्या। आयो ल ल ल यसो मिसफायर हान्नु पऱ्यो क्या यहाँभित्र गल्लीमा। ल पुग्ले भाइ हान है।
केटाहरू धुवा उडाउँदै हिँड्दैछन् होइन। सडकतिरै जान खोज्छन् त। धुवा उडाउँदै होइन दाइ, उता उडिरह धुवा। बवाल बवाल केटा हो, बवाल बवाल। मिसफायर हानो भनेको यिनी त हान्दैन नि त मिसफायर यार। तर तेल केटाहरूले तेल चाहिँ पुऱ्याउन सकेछन् क्या बाइकहरूलाई यार। मेन कुरा चाहिँ त्यही हो क्या होइन, मेन्टेनेन्स। अनि त्यसपछि तेल पनि अहिले तेलको भाउ हेर्नु न कति छ बाबा, 221 त्यस्तो त्यस्तो भाउ पुगेछ। तर केटाहरू बिन्दास हिँडिरहेछन्। लास्ट आएर छ तेल पुराएकै छन् केटाहरूले। के हो यस्तो? सब ठिक छ नि होइन। ल ल ल ल केटा हो, दिनु पऱ्यो जलबा दिनु पऱ्यो। ल कता ल घुमम केही छैन। चलबलमा चलबल दिँदैछन्, बरु तल्लो बाटो जान्छन् भने पनि ठिकै छ होइन। यता झन् चलबल हुन्छ। यो चाहिँ हाम्रो गाई छ होइन। पुलिसले देख्यो भने चाहिँ गाँड हान्छ। ल है केटा हो, ल हेरे छैन। ओए अझ बाइकै रहेछ। फेरि यसको स्टार्ट बन्द होला फेरि बास। हिँड पुग्लो भाइ, के भयो? तेल केटाहरूले चाहिँ घोडा पालेकै छन् है। यसरी घोडा पाल्नुपर्छ गाई है, यो घोडा बराबर होइन। दुःख छ केटाहरूलाई, दुःख छ। दुःख छ होइन केटा घोडा पाल्न होइन, लास्टै दुःख छ यार। ए पेट्रोलको प्राइस पनि 117 पुगेछ यार गाई यार। सकिन्न अब तेल हाल्न, इभी गाडी चढ्नुपर्छ अब। धुवा पुत्ताको पुत्ताइ छ, के हो केटा हो यस्तो? छ है, अब के गर्नु होइन। सिटीमा चलबल, मान्छेहरूको रियाक्सन खतरा होइन, यस्तै छ। अझै आउँछ होइन, पुरा 2टा क्रस फायरसँग हिँड्नु, अझै 1-2टा बढी गएर बवाल हुन्थ्यो। ल चलपल माथि चलपल है गाई। केटाहरू जस्तो चलपल दिइरहेछन्। हाम्रो टुरिखेलमा यस्तो चलपल भइरहेछ गाई।
गाइस है अब हामी यहाँबाट निक्लिसक्यौँ अब आज हाम्रो भिडियो यहीँ त हुन्थ्यो अब भोलि आउँछ होइन अब साथ सपोर्ट गर्दै गर्नु होला गाइस अब यस्तै छ होइन अब हाम्रो लास्ट अब यही हो अब आज यस्तै छ केटाहरूको चलपल यस्तै छ अब राति पनि भइसक्यो अब भोलि केटाहरू न्यु इयरको प्लान बनाउँदैछन् होइन अब भोलि चाहिँ न्यु इयरमा टक्क चलपल हान्नुपर्छ गाइस होइन यस्तै हो अब के गर्ने भोलि केटाहरूले न्यु इयरमा चलपल हान्नु भन्दैछन् भिडभाड आज लास्ट छ झन् भोलि कस्तो भिडभाड हुने हो छिराउँदै हिँड्दै गर्नु परिरह केटाहरू अब निस्किन लागेको चर्किन लागेको आजलाई होइन नेक्स्ट भ्लग चाहिँ यस्तो खतरनाक आउँछ कि हाम्रो जनिललाई सब्सक्राइब गर्दै गर्नु होला सबैले माया देखाइदिनु होला पाल्पाबाट चाहिँ बिग साउट आउट हुन पऱ्यो है केटा ल सबैजनाले चाहिँ अलिक माया देखाइदिनु पऱ्यो हाम्रो जनिललाई ल केटा यही हो आजको ब्लग यहीसम्म थियो ल केटाहरू पनि ल तिमीको माथि त ल मासिरे ल ल राजा है त ल भोलि भेटौँ ल है त ल ल हिँड भाइ हिँड क्या हिँड म चाहिँ छोटे कपाल काट्नेसम्म हो क्या हिँड्छ